आनन्द हेलो हुन्छ। गाइस, हामी चाहिँ माछा मार्न जाँदैको दाइसँग खोला भन्ने चाहिँ निकै टाढो छ र गाह्रो हुन्छ नि त। सो त्यही भएर हामी चाहिँ राति पनि मार्ने तरिकाले माछा मार्न गइरहेको छौँ। बाइकमा चाहिँ बाटो चाहिँ एकदम क्या पानीले खोलेर एकदम नराम्रो भएको छ। तर पनि के छैन, एकदम गाइडेन्स बढाएको छ, बाटो सजिलो भइरहेछ। फुल भरोसा र मरियो भने पनि केही छैन, भरेतिर बाँचिहालिन्छ। बाटो पनि यस्तो छ तपाईँहरूको लागि हैन? यो चाहिँ सबैको लागि। यस्तो बाटोमा चाहिँ यस्तो बाँसहरू आएको हुन्छ। ल हान्दै बोल। भ्युवर्सहरूको लागि काटिदिएको यो चाहिँ है। भ्युवर्सहरूले अहिलेसम्म माया गरिदिएर त्यसको लागि चाहिँ हानिदिएको है त यो भन्नु नि त। बाटो चाहिँ यस्तो छ है त, हिलो पुरै जप्प छ। हाम्रो बाइक चाहिँ यही हो। बाइक चाहिँ हाम्रो बसन्तीमा आउँछ। ट्याक्कै हामी चाहिँ लगभग यतिखेर चाहिँ 1 घन्टाभन्दा बढी चाहिँ बाइकदेखि आइसक्यो। एकदम गर्मी रहेछ यता तल चाहिँ है, एकदम गर्मी। हामीले चाहिँ केही खानेकुरा पनि बोकेको छौँ, भरै भोक लाग्छ नि त, उतातिर दोकान हुँदैन, त्यही भएर चाहिँ यी चाउचाउहरू के बोकेको छौँ खानेकुराहरू। गाइस बाटो चाहिँ यस्तो छ कि हेर्नु है त, पुरै पानीले खोलेर है। त्यो चुरी साइड हो नि त, घरको बाटो यस्तै हुन्छ। अब मेन बाटो चाहिँ राम्रै छ। हामी कहीँ भासी गयौँ भने उतार गर्नु चाहिँ पुलिसलाई भए पनि पठाइदिनु होला है। होला हामी कहीँ भासी गयौँ भने उतार गर्नु चाहिँ पुलिसलाई भए पनि पठाइदिनु होला है। होला अब यहाँको बाटो चाहिँ हेर्न सक्नुहुन्छ। यो भनेको क्या मामाले यहाँको भित्र बाटो हेर्न यस्तो डेन्जर होला। अहिले त हिजो आउँदै बल्ल ताने जाँदा है गाइस। बाटो चाहिँ यसै रहेछ है यहाँ पुरै यार। यहाँ त फसिन्छ यार मान्छे। ओ माई गडनेस यार, बाटो त गाइस यस्तो छ त यार। ओ यताको बाटो चाहिँ ल्याउँदै यता डाँडा लानुपर्छ। यो डाँडा जान्छ यहाँ बाटो थाम्दै। ल गाइस यति नै म माथिबाट गर्छु ल है। गाइस बाटो चाहिँ यस्तो छ यहाँतिर चाहिँ। ल आयो ल म ठेल्छु ल स्टार्ट। यहाँ पहिले बाटो राम्रै थियो होइन? म भर्खर यो ठाउँ लाइक यस्तो ठाउँ छ। ल चाप अब बालिन सरकारले गरेको बाटो चाहिँ यस्तै छ गाइस, घर जाने बाटोहरू। ल म गाइस